कुराहरू भनिसक्नु भएको छ। उहाँहरूसँग जति ज्ञान छ यस सम्बन्धी त्यसमा म चाहिँ एकदमै कम ज्ञान भएको व्यक्ति पर्छु। तर पनि एउटा साझा संस्था नेपाली राजदूतावास पछिको अभिभावक संस्था भनेर चिनिन्छ गैर नेपाली सङ्घ, र त्यस संस्थाको अध्यक्षको नाताले यहाँ उठेका र यस नयाँ संस्थालाई चाहिँ कसरी कतारमा अगाडि बढाउनु पर्दछ भन्ने आदि इत्यादि कुराहरूको एड्रेस मैले गर्नुपर्छ। त्यो मेरो जिम्मेवारी हो र म गर्नेछु। सर्वप्रथम म के बुझ्छु भने यो नामै काफी छ जस्तो लाग्छ यो संस्थाको बारेमा कुरा गर्दा। नेपाल मुस्लिम शान्ति समाज। हामीले अरू देशहरूमा त धेरै नै देख्यौं, तर नेपालमा पनि कहिलेकाहीँ स्पेसल्ली मधेस प्रदेश र चाहिँ यता कपिलवस्तु अनि नेपालगञ्जतिर कहिलेकाहीँ अलिकति धार्मिक कुराहरूमा हामी नेपाली दाजुभाइहरू नै को खटपटी देखिन्छ। त्यस्तो हुनु हुँदैन। जहाँसम्म यो संस्थाले बुलन्द आवाज उठाइरहेको छ त्यस्तो हुनु हुँदैन। धर्म भनेको सबै बराबर हो। यो संस्थाले चाहे मुस्लिम होस्, चाहे हिन्दू होस्, चाहे बौद्ध होस्, चाहे किराँत, कुनै पनि धर्मलाई, धर्मको व्यक्तिले, मनुष्यले दुःख आपद परेको छ र उसलाई सहयोग चाहिएको छ भने यो संस्था सदैव एक कदम अगाडि गएर सहयोग गर्नेछ भन्ने यो संस्थाको मूल मन्त्र हो जस्तो लाग्छ मलाई। र हामीले धर्म धेरै